हामी चाहिँ आज यहाँ साथीहरूसँग त्यही बजार भर्नु जाँदैछौँ सतामी हाम्रो साथीहरू चाहिँ यता छ हिँड्दैछ 4-5 जना छौँ हामी भनेको त यहाँनिर गन्दाखेरि त निकै पो रहेछ त नि 6 जना 7 जना रहेछौँ है किन ए भयो अनि हामी चाहिँ यहाँनिर ओख्रीको के अरे यति यहाँनिर आइपुग्यौँ हामी चाहिँ यहाँ बजार आइपुगेर नि बजारबाट यसो घुमेर यता मासतिर जाँदैछौँ साथीहरू अगाडि अगाडि हिँड्दैछ म पछाडि पछाडि यस्तै छ तल बजार पनि देखिँदैछ यताउता चाहिँ बजार देख्न सकिन्छ यही यता हामी पनि देखिन्छ हाम्रो यहाँ चाहिँ साथीहरू रमाइलो गर्नुहुँदैछ है
तिम्रो बाटोमा फाइनली हामी ओख्रेबाट नि अलिक मासतिर पुगेर पनि त्यहाँबाट नै अलिक माथि नै पुग्यौँ हो त्यो ओख्रे त ओख्रे नै है के अरे ओहो यो ठाउँ पो आइपुगेछ त के अरे हामी यति जानेछौँ त्यता नजाने के स्याउ स्याउ नगर है यस्तो बाटो हिँडेर हामी मलाई हिर्कायो पछाडिबाट तायाङले हो ल अगाडि यतिजना छ हामी यता पछाडि यतिजना छौँ बाटो हामी चाहिँ ओख्रेदेखिको अलिकति मासतिर घुमेर बजारदेखिकै फेरि ओख्रेदेखि त होइन नि अनि फेरि दलतिर झर्दैछौँ ए हुन्छ अघि दिउँसो चाहिँ मान्छेहरू टर्ने थियो अब चाहिँ बेलुका बेलुका साँझ साँझ पनि पर्यो त्यही विषयले लास्टको अनि मान्छेहरू गइसक्यो घाम पनि यस्तो देखिरहेछ है राम्रोसँग देखिएको छैन यार ठिकै छ हामी चाहिँ यतातिर छौँ होइन लास्ट हो अब बजार सकिएर टक्कसँगले होइन अब फिर्न लागेको छौँ मासतिर जाँदैछौँ एकछिन यहाँबाट त्यो ब्यागको दृश्य देखाउँछ बजारमा टक्क यो छ होइन उहिले बजारदेखिको यो सट्ट यो माथिल्लोपट्टि पनि देखाइदियो त एकचोटि घुमाएर क्यामेरा घुमाएर यो ठाडो बाटो जाँदैछौँ माथि हामी माथि पुगेर फेरि दृश्य देखाउनेछौँ है हामी चाहिँ यहाँ माथि जाँदैछौँ यहाँ माथि एकछिन पुगेर जोस् अघि गएकै बाटो यसो पुगेर फेरि बेलुकाको सिन यसो भ्यूहरू हेरेर हामी फर्किन्छौँ फेरि तपाईँहरूको लागि भनेर यत्रो यहाँ तलदेखिको दुःख गरेर यहाँसम्म आएको छु यो देखाउनको लागि होइन अब यति त गर्नु पऱ्यो नि त तपाईँहरूको लागि हाम्रो ओख्रे राम्रो ओख्रे बनाउनुपर्छ बजार हो यो सत्ताइम बजार हामी हिँडुल गर्दै घुम्दै यहाँसम्म आइपुगेको छ सो तपाईँहरूको लागि लेट्स गो देखाउनु अनि हामीले चाहिँ यहाँ टक्क होइन यो के भन्छ यो
तर उल्टो देखिँदो रहेछ त यहाँ माथि क्यामेरा दिएर त्यसलाई उल्टो देखिँदो रहेछ अनि यो समातेर टक्क फोटो खिच्यौँ अनि त्यही नै हो ओख्रेको अब साँझ परेको भ्यू त यस्तै हुँदो रहेछ ढुङ्गा बोक्नु है हावा पनि मजाले चलिरहेछ बेलुकाको सिर मेरो फोन आए जस्तो छ ल हामी चाहिँ अब त्यसै गरी यहाँ ओख्रे बजार सजार घुमेर यहीँनिर अन्तिम गर्दै फेरि अर्को भिडियोमा भेट्ने बाचाका साथ हामी बिदा भए बाई बाई लभ यु अल